जी अलिसियो त मसँग रिसाकी हो त मसँग किन रिसाकी म रिसाकी छैन अनि नरिसाएको भए हिजो स्वागत दिन कोठामा सुत्न किन नआके यो मेरो कोठा होइन मेरो सुत्ने कोठा अर्कै छ तेरो म को हिजो जे होइसिन्थ्यो सधैँको लागि त्यही नै होइसिन्छ ठुलो मानिक अनि तेरो पेटभित्रको बच्चा त्यो त हजुरलाई नै थाहा होला नि यो पेटभित्रको बच्चा तेरो मेरो मायाको निशानी हो म यसको बाउ हुँ र त आमा मेरो पेटभित्रको बच्चाको म जो भए पनि तपाईँलाई यो बच्चाको बाउको दर्जा कहिले दिन सक्दिनँ छोड दिसे भने म जान्छु भाउजू एकछिन यहाँ आइसो त भाउजू हिजो दाइ र हजुरको बिहे भएको दिन सग्रात त रमाइलो भयो होला नि है रमाइलो भयो अनि हनिमुनको लागि कुन ठाउँ जाने तय भयो त यो प्रश्न हजुरले मलाई भन्दा हजुरकै दाइलाई सोद्धा राम्रो होला भाउजू किन कुरा लुकाइसिन्छ मलाई सबै थाहा छ यसरी त जिन्दगी चल्दैन नि कसरी चल्छ त सिकाइदिन्छु न भाउजू हजुरको पेटभित्र दाइको गर्भ बसेको छ हिजो बिहे भयो हजुर त यस घरको बुहारी हो सासू ससुराको सम्मान गर्नुपर्छ खाना पकाउनु पर्छ खुवाउनु पर्छ लुगा धुनुपर्छ र यो घरको संरक्षण गर्नुपर्छ अहिलेसम्म त आफूले जाने बुझेको गरेकै छु जस्तो लाग्छ हिजो र आजको दिन फरक छ हिजो हजुर यो घरको सेवक हुनुहुन्थ्यो भने आज यस घरको बुहारी हुनुहुन्छ म हजुरको जेठी बुहारीले आफ्नै बुढाको हात समातेर चुचु भाउजूको सिउँदो भरी अनि उसले घर छोडी खै मैले त केही बुझ्न सकिनँ बुवा हजुरले भाउजू हजुरको नाममा घर जग्गा नगर दिस्या भए आज यो दिन आउँदै आउँदैन थियो मलाई के भन्छस् त बाबु तेरै बुवा हजुरलाई सोध्नु अनि ब्याङ्कको ब्याज चाहिँ कसले तिर्ने गरेको छ नि म हजुर त्यो त जसले धितो राखेको छ उसैले तिर्ने हो बाबु तेरो बुवा हजुरले खाइ नखाइ यताको पैसा उता उताको पैसा यता मिलाएर तेरै भाउजूलाई लगेर दिसिन्छ अब तिर्छ नि उसैले पहिले कुरो बिग्रिसकेको छ बैङ्कको पैसा जित्ने राख्ने बैङ्कको ब्याज दर घटाउने बढाउने सबै भाउजूको हातमाथि परिहाल्यो नमस्ते हजुर नमस्कार सर हजुरसँग एउटा सानो सल्लाह गरौँ भनेर हजुर भन्नु न अब हुन त म हजुरको यस ब्याङ्ककै ऋणी हुँ अब हाम्रो भयो घरको सबै सम्पत्ति हजुरकै ब्याङ्कमा छ यसो केही सानो व्यवसाय गरौँ भने कि अलिकति पैसा नपुग्ला पर्ला जस्तो के गर्ने होला सर नयाँ कामको लागि शुभकामना छ म्याडम तर ब्याजको रकम पनि निकै नै बुझाउन बाँकी देखिरहेको छ
रकम ठुलै नै छ तैपनि अब ब्याङ्कको नियमअनुसार कति कसरी दिन मिल्ने के मिल्ने हजुर आएर एकचोटि मिटिङ बसौँ न फोनमा भन्दा बसेरै गएको त ठिक होला हुन्छ नि त सर म ब्याङ्कमै आउँछु अनि के कति पैसा निकास गर्न मिल्छ उतै बसेर सल्लाह गरौँ आउनुहोस् न बसेरै गफ गरौँ न आज तिमी दुध पठाइ जान्छ अब यिनीहरूको केही कुरा सुन्न पर्ने हो भाइ ठकुरीबा दर्शन गरे भाग्यमानी दर्शन गरे ठकुरीबा भाग्यमानी भाग्यमानी के भन्न आएको हो तिम्रो त बस 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 बसेर कुरा गर बस ठकुरीबा नेपालमा केही काम त्यस्तो छैन हजुर हाम्रो घर गएर भवानीलाई र आर्जु भाउजूलाई विदेश पठाउँला भवानीलाई लागेको खर्च म आफै सहयोग गरौँला भनेर बुवासँग कुरा गर्नुभएको रहेछ त्यही विषयमा छलफल गरौँला भनेर आएको ए तिम्रो त्यो कुरा पो लिएर आएको ठकुरीबा हाम्रो बाले भन्नुभएको पार्लर सिकेको मान्छेको लागि विदेशमा राम्रो स्कोप छ अरे मलाई त पार्लरको काम केही पनि आउँदैन हजुरले हजुरको जेठी बुवाहरूलाई भनेर मलाई पार्लरको काम सिकाइदिनु भन्नु पर्यो भवानी अहिले मैले भनेको कुरा चाहिँ आजले फिटिक्क मान्दै नमानिरहेको छ बरु यसो गर न तिमीले नै एकचोटि सल्लाह गर्यो भने नकुरो पनि पाल्छ यो कुरा इनले भन्नुभन्दा हजुरले भन्दा ठिक होला ठकुरीबा अब मैले भन्दा ठिक भन्ने चाहिँ ए ए ठकुरीबा त्यो त बिहे गरेको जस्तो पो देखिन्छ त कहिले कोसँग भयो बिहे रुचुलाई त्यही बिहे भए जस्तो देखिया भएर पो मैले भनेको आर्जुले मान्दिनँ तिमीलाई नै भनेको ठिक हुन्छ भन्दा मैले भने त ठकुरीबा दिवाकर दाइ त हाम्रो घरमा म त बाउ बन्ने भएँ भनेर लड्डु बाँड्दै आउनु भएको थियो अब यस्तो अवस्थामा आर्जु भाउजू विदेश जानु होला त भवानी यो विषयमा अहिले विदेशको नाममा पनि बोल्नु नमिल्ने अवस्था छ म बिन्ती गर्छु म जे भन्नु छ तिमीहरूकै घरमा आएर भनिदिन्छु प्लिज तिमीहरू यहाँ अहिले गइल्या हुन्छ ठकुरीबा तैँले भने जति दिन सकिनँ जे छ त्यही कोसेली सम्झी अलिकति हाल्दैछु कि भइहाल्छ नि म आज जैलाई मनपर्छ भनेर मात्रै हो अनि तेरी नयाँ भाउजू चुचुबिच के कुराकानी भएर बितालिस् त जुन जोगी आए पनि कानै चिरे भने जस्तो मै पो अब जसी हुँ कि भाउजू भन्ने शब्द नै फाप्दैन जे जस्तै भए पनि अलिकति मलाई माया गर्ने आजु भाउजू नै हो उही नै ठिक लाग्छ तिमीहरू ड्युटी मिल्छौ भनेर पहिल्यैदेखि नै थाहा थियो ए कान्छा पनि आइपुग्यो राम्रै भयो जा बाबु त्यो बहिनीलाई त्यो चोकसम्म छोडेर गाडी चलाएर आउँछु ए त आज गइहाल्छेस् आज एक दिन चाहिँ बस्न कान्दै आज म जसरी पनि जानुपर्छ बरु यो ब्याग र फर्जी बोक्दिछु न ले ए नानी पक्क पर्दैन कि पर्दैन म आज भनेको खर्च छ कि राम्रो जाए त
बहिनी अघि चुचु भाउजूको बारेमा मुवा हजुरसँग तेरो कुरो हुँदै थियो नि के कुरो भएको थियो? के कुरा हुनु नि, ठुल दाईको चुचुसँग जिन्दगी बिन्दैन। दाईले पनि आफ्नो हैसियत बिर्सिनु भएछ। न राम्री न उमेर पुगेकी, आफ्नै घरमा बसेको नोकर्नीसँग। छि, मलाई त लाजै लाग्यो। चुच्चु जस्तीलाई मैले भाउजू भन्नुपर्दा, तेरी कान्छी भाउजूले दिजु भन्नुपर्दा हामी पनि कहाँ खुसी भएको छौँ? कान्छी भाउजूको कुरा नगरिस मसँग, मलाई राम्रोसँग थाहा छ। यो समय को कस्तो को कस्ती भन्ने होइन कि बहिनी, दाईको जाय जन्माउने हो, यही कुरामा खुसी हुनुपर्छ। हुन त मैले जति राम्रो बोले पनि माइतीमा मलाई राम्रो सोच्ने होइनन्। दाईको सन्तान हुने कुरामा म पनि खुसी छु, तर हुनेवाला बच्चाको भविष्य चाहिँ राम्रो छैन है। जन्मिँदै नजन्मेको बच्चाको भविष्यको कुरा गर्छस् त के चाहिँ भन्न खोजेकी तैँले? बुवा हजुरले दाई र चुचुलाई बिहे गराइदिन्छु, हजुरले पनि देखिस्। आर्जु भाउजूले पनि घर छोडेर गइसु। अब आर्जु भाउजूले त्यो चुचुलाई सजिलै गरी खान दिसिन्छ त? के चाहिँ गर्छिन्छ त भाउजूले चुचुलाई? केही गरिसिन्न होला। आफ्नो लोग्नेले पराई स्त्रीसँग बोलेको सुन्दाखेरि त कुन चाहिँ महिलालाई राम्रो लाग्छ होला। झन् आर्जु भाउजूले चुचुको पेटमा दाईको गर्भ छ भनेर सुन्दाखेरि के चाहिँ गरिसिन्छ होला। मौका पाइस्यो भने त चुचुलाई नि मारिदिन्छ नि। चुचुलाई त मारिदिन्छ, त्योभन्दा पहिले बच्चालाई मारिदिन्छ। हो, यो कुरा चाहिँ तैँले एकदम सही गरिस् है बहिनी। अब के गर्ने होला? चुचु र दाईको सम्बन्ध पनि राम्रो छैन। बिहे गरेको रात भेट पनि अलग गरिसे। मैसँग धर धर रोएकी हो। अब दाई मैले धेरै कुरा गर्न चाहिनँ। त्यो हुनेवाला बच्चाको माया हामी ठकुरी परिवार सबैलाई छ। त्यो चुचु भाउजू त्यही घरमा बसिराखिछ भने जति बेला जहाँ जे घटना पनि घट्न सक्छ। यदि त्यो बच्चालाई सुरक्षित जय जन्म गरेर संरक्षण गर्ने हो भने हजुरको घरमा ल्याइछु। मैले जानेको यति नै हो। यो विषयमा बुवा हजुरसँग एकचोटि सल्लाह गर्नुहोस्। बस्ने कुरा गर्नु कुबेर दाजु, बस्नु। बसेर कुरा गरे पनि उठेर कुरा गरे पनि तिम्रो घरको समस्या पार लाग्ला जस्तो छैन। तिमी कहिले तपाईँ के अरे मेरो दुइटै बुहारीलाई विदेश पठाइदिउँ भनेर सल्लाह माग्न आउँछ, अनि कहिले तिम्रो जेठो छोरो म बाउ बन्ने भाइ कसैलाई नभनिदिनु होला है भनेर हल्ला गर्दै गाउँभरि लड्डु बाँडेर हिँड्छ। यो जे नहुनु पर्ने घटना घटाउने यो रडाको मतलब त्यही जेठो छोरोले भएर त मलाई यहाँ टेन्सन छ त दाजु। ठकुरी भाइ, तिम्रो जेठो छोराले घरमा काम गर्न राखेकी केटीसँग बिहा गर्यो भन्दा त यो गाउँ समाजमा अलि अपाचे लाज मर्दो कुरो भएन त? त्यही त कुबेर दाजु, अहिले त मलाई घरबाट निस्किनु नपरे नि भन्ने जस्तो लाग्छ दाइ। यसो बाटो हिँड्दाखेरि कोही मान्छे ठ्याक्कै देखिहाल्यो भनेदेखि यो सब बोल्नु नपर्ने हुन्थ्यो जस्तो लाग्छ दाइ। अझै चुचुको पेटमा मेरो जेठो छोरोको गर्व बसेको छ भन्छु। यो कुरो आर्जुले थाहा पायो भने के हुन्छ थाहा छ तिमीलाई? एक त चुचु गर्भवती, त्यसमाथि नाबालिग। आर्जुले ख्यास केही लेखेर उजुरी हालिदियो भनेदेखि के हुन्छ? त्यसमा कानुन कस्तो छ, त्यो कानुनले कस्तो किसिमको सजाय दिन्छ? यो समस्याको समाधान अब मबाट हुन सक्दैन ठकुरी भाइ। अब यो समस्याको समाधान बन्छौ वा तिम्रो घर बिगार्ने सपार्ने भन्ने एउटै व्यक्तिको हातमा छ। को त्यो थाहा छ तिमीलाई? तिम्रै बुहारी आर्जु मात्र। हे दाइ, त्यसले त हाम्रो घर परिवारलाई राम्रो सोधिन नि। हेर ठकुरी भाइ, आवश्यक पर्दा ओरीको पनि पाउ मोल्नु भन्छ। अब आर्जु त तिम्रो घरकी बुहारी हो। एकचोटि आर्जुकै शरण परेको कुरा तम शरण। हस् त दाजु, प्रणाम। प्रणाम। को हो नानी? मेरो नाम नन्दनी।
मेरो मम्मी बित्नु भयो, बाबाले नयाँ मम्मी बिहे गरेर लिएर आउनुभयो, अनि मलाई अर्को मम्मीले घरबाट लहटे। ए भनेपछि तिमीले सौतिनी आमाले तिमीलाई घरबाट निकालिदिए। अनि नानी तिमी यहाँ के भन्न आयो कि त? हजुरबा मलाई काममा राख्नुहोस् न, मैले 2 दिन भयो केही पनि खाएको छैन। बाबु आइपुगिस्? आइपुगेँ बा। सबै सामान ल्याइस् नि? बिहान तपाईँले के बार पठाउनु भएको चाहिँ सबैले। ल राम्रो गरिस्। ए बाबु हजुर यी नानीलाई हेर त, बिचारी यिनकी आमाको स्वर्गवास भएछ, अनि यिनको बाउले अर्की स्वासिन ल्याएछ। सौतिनी आमा भनाउँदिले यिनलाई घरबाट निकालिदिन्छ। बिचारी अहिले हामी कहाँ केही काम पाइन्छ कि भनेर सोध्न आइरहेछ। किन कस्तो निर्दयी रहेछ बा यसको सौतेनी आमा। औ हुन त महिलाको शत्रु महिला नै हुन्छ भन्छन् है। यस्तो बालकलाई खानै नदिकन घरबाट निकाल्छन् त बा। खै राजेले पनि के दिन देखाउनु खोज्यो। ए नानी के तिमी हाम्रो घरमा काम गर्छौ त? ए बा यो नानीलाई हामी कहाँ काम गर्न राख्नु हुँदैन बाबु। किन बा? तैँले अरू कुरो बुझ्दैनस् बाबु। नानी ल यो पैसा लाऊ न, लाऊ जाऊ गएर केही किनेर पेटभरि खाऊ अनि घर जाऊ। जाऊ न, जाऊ त। जाऊ। ए बा होइन तपाईँ के साह्रो निर्दयी हुनुभएको? म निर्दयी भएको होइन नि बाबु। यही नानीको उमेरमा त ठकुरी बुढा कहाँ काम गर्नु को बसेको थियो? चुचु बसे हो अहिले चुचु त्यो घरको को हो? त्यही घरको सदस्य हो। यहाँनिर त तैँले मार खाएछिन् छोरा। ठकुरीको घरमा अहिले के चलिरहेछ कसलाई थाहा छ? मलाई थाहा छ। तँलाई मैले जति माया गरे पनि मेरो मायालाई बुझ्न सक्ने छैन। गधालाई जति नुहाए पनि गाई बन्दैन भन्थे हो रहेछ। हरेक इँटा माटोले बनेको हुन्छ। कुनै इँटाले मन्दिर बन्छ त कुनै इँटाले टोयलेट बन्छ। त टोयलेट होस्। तँलाई माया गरेर यो घरको रानी बनाएर राख्छु, तर तेरो त हैसियतै छैन। त नौकर्नी होस् नि। नौकर्नी भएर बस ला। आफ्नो ड्युटी पुरा गर। बिहे भइसकेको मान्छे मेरो रिसले सिन्दुर पुछेर नौकर्नीको ड्रेसमा। ल ल म 1 घन्टाभित्र आइपुग्छु, चिन्ता नगर्नु है सर। विपत हतार हतार गर्दै आइस् त। के भयो? के काम थियो? म मेरो काम ल्याएको होइन, हजुरकै काम ल्याएको। मेरो कामले बस त। कुबेरको घरमा कुबेर र हजुरको ससुरा बसेर हजुरकै बारेमा कुरा गर्दै थिए। अब ठकुरी साहब मेरो बारेमा कुरा काट्न त्यहाँसम्म पुगिसकेछ। मेरो बारेमा के कुरा गर्दै थियो भन् त? कुरा यही हो, बुझे भइगयो।
ठकुरी परिवार एकचोटि आजसम्म झुक्दै बढेको होइन, हामी ठकुरी परिवारलाई एकपटक किन, त्यही आजले पटक पटक त झुकाएकी छैन। अब ठुलो बाबु साहेबले पनि कायदा त गरिहालिसक्यो अरे। उहाँले केही गर्नुहुन्न, उहाँले त व्यवहारमा उतार्नुहुन्छ। उहाँले गर्दा नि अहिले हाम्रो गाउँभरि बुई बुई कत्रो मान सम्मान इज्जत बढाएको छ। अब बुवा हजुर जति लामो डोरी बाटे पनि गाँठो एउटै हो। अहिले ठकुरी परिवार भित्रभित्रै खुसी भए पनि चिन्तामा छ। दाजु हजुरबाट नहुनुपर्ने गल्ती भइसक्यो। अब हामी सबै मिलेर समस्याको समाधानको बाटो खोज्नतर्फ लाग्नुपर्छ। मैले अघि नै भनिसकेँ, हामी ठकुरी परिवार आजसम्म नजुरिकन सुखै छैन। फुल्दा र चुचुको बिहे भइसक्यो, चुचु पनि के भन्ने, चुचुलाई त मैले सम्मान गरेर भाउजू भन्नुपर्छ। बिचरी त्यो चुचुलाई बिहा बन्धनमा बाँधिँदा कस्तो व्यवहार गर्नुपर्छ भनेर थाहा पनि छैन। बिचराको मनमा अहिले दन्दन्ती आगो बलिरहेको होला। त्यो दन्दन्ती बलेको आगोमा हामीले घिउ थप्ने व्यवहार गर्नु हुँदैन। उसलाई त हामीले कसरी हुन्छ, के गरेर हुन्छ, मायाको मलमको पट्टी लगाउनुपर्छ। यो विषयमा मेरो जेठी बहिनीसँग पनि लामो कुरा भएको थियो। उनले भनेको कुरा पनि मलाई सही नै लाग्यो। यति बेला चुचु र उसको गर्भमा रहेको बच्चाको ज्यान खतरामा छ। उनीहरूको संरक्षणको लागि पनि चुचुलाई यो घरमा कदापि राख्नु हुँदैन। अब भविष्यको अड्कलबाजी गर्ने, दोषारोपण गर्ने भन्दा पनि हामी सबै मिलेर समस्याको समाधानको बाटो खोज्नतिर लाग्नुपर्छ। बिचरी त्यो चुचुलाई कोठा खोजेर राख्दिउँ, एक्लै हुन्छ। झन् त त्यो आजलाई आक्रमण गर्न सजिलो हुन्छ। कोठा खोजेर त राख्नु मिल्दैन होला। चुचुलाई कोठा खोजेर राख्नु त कुरै आयो नि। अब आजदेखि चुचु कान्छा कान्छीसँग बस्छ। आमा चाहिँ पनि समय भएपछि चुचुलाई पनि सजिलो भयो। कान्छी जा त चुचुको कोठामा गएर चुचुले लाउने लत्ता कपडा लिएर चुचुलाई पनि सँगै लिएर आइछ। हस् म हजुर। कान्छा, तेरो जागिर इलम पेसा के पनि छैन। दिनौँ अभियानलाई अब तिमीले गर्ने भनेको उही खेती नै हो। अब घरमा ती 3जना छौ तिमीहरू। ती 3जना मध्ये चुचुकोलाई एकजनाले चाहिँ साथ नछोड्नु नि, कुरा बुझिस्? चुचु आजदेखि त यो घरमा होइन, हामीसँग हाम्रो घरमा बस्छस्।
ज्योति मैले तेरो कान्छी भाउजू भित्राउँदा कसरी भित्र आएको थियो त्यो तँलाई राम्ररी थाहा छ। भित्र गएर तयार गर्छ। हस् म आज जुजु त किन यसरी निराश भइगयो भन् त? तैँले त अब हाँस्नुपर्छ। तेरो वास्तविक बिहे भनेकै आज हो तेरो। त अब यो मूल घरमा भित्रिँदैछस्। हाँस त, हाँस्न हाँस, हाँस्नु। एकचोटि त हाँस्दैन। हुन त म पनि यही घरमा बेहुली बनेर भित्रिँदा रोएकी थिएँ। त यसरी निराश हुनु पर्दैन। हामी छौँ नि तेरो साथमा। म हजुर तयार गरेँ। जुजु दियोलाई टेक। तेरी आमाले मर्नुभन्दा अगाडि यस्तै यस्तै बिगार गर्नु भनेर सिकार मरे थिए क्या हो त? अलक्षिनाको त घर पनि कस्तो पर्ला, कस्तोसँग ती बेगार जालिस? हुन त तँलाई कसले बे गर्नु? यदि तेरो बे भइहालेछ भने पनि रात दिन जाँड खाएर कुट्ने कोही परोस्। कहीँ नभए त्यो अलक्षिना तेरी सासु परोस्। जुजु अब तपाईँको डकुमेन्टहरू सबै हेऱ्यो म्याडम। अडिट रिपोर्टहरू सम्पूर्ण चिजहरू ठिकै आएको छ। अनि मैले हेड अफिसमा पनि कुरा गरिसकेँ यो विषयमा। अनि हजुरले फेरि ब्युटी पार्लर पनि किनिसक्नु भएको रहेछ। डिमान्ड लोड चाहिँ हजुरले 2 करोडको माग्नु भएको रहेछ यहाँ। अब हेड अफिससँग कुरा भन्दाखेरि चाहिँ 1 करोडभन्दा दिन सक्ने स्थिति अहिले देखेको छैन। सर सकेसम्म 1.5 मिलाउन सकिन्छ भने मिलाउनुहोस् न। होइन हजुरको यो अडिटेड ब्यालेन्स सिटहरू अहिले त ब्यालेन्स सिट हेरेर दिने हजुर 1 करोडभन्दा माथि हेड अफिसले हामीलाई अथोरिटी दिएकै छैन। हस्।